यस गाइस, आजको भिडियो एकदमै दमदार र फ्यान्टास्टिक हुनेवाला छ साथीहरू। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ अब अहिले गाउँतिरको यो अर्ग्यानिक भिडियो हुनेवाला छ आजको दिन। अनि तपाईँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो सबै यो अमृसो बारी हो। अनि यता मास्तिर भन्नुपर्दा निकै चुच्चे डाँडाहरू छ हैन। गाउँघरको डाँडा पाखाहरू, पहाड पर्वतहरू यस्तो देखिएको छ। र यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। साथै हाम्रो फेसबुक पेजलाई पनि फलो गर्नुपर्ने हुन्छ हैन। अनि नयाँ हुनुहुन्छ भने यो हाम्रो युट्युब च्यानललाई पनि अवश्य पनि सब्स्क्राइब गर्नुपर्छ, ताकि यस्तै यस्तै नयाँ नयाँ अर्ग्यानिक गाउँका भिडियोहरू आफ्नो नोटिफिकेसनमा सजिलै प्राप्त गर्न सक्नुहुनेछ। र प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियोलाई सुरु गरौँ। हेलो गाइज, वेलकम ब्याक टु अनदर एपिसोड। यु आर वाचिङ रामजी भ्लग 2.0। इट्स रामजी राई। र अहिले चाहिँ बिहानको 10 बजिसकेको छ। 10 बजेको यो चिसो चिसो मौसम छ गाउँघरमा हैन। यता पारितिर देख्न सक्नुहुन्छ एकदमै धुमिरहेको अवस्था छ। घाम पनि त्यति छैन हैन। यता पूर्व पर्छ, यताबाट चाहिँ घाम निस्किन्छ। र 10 बजेको अवस्था चाहिँ यहाँ माथिबाट चाहिँ घाम पुगिसक्यो। यु क्यान सी हियर, घाम यहाँ माथि पुगिसक्यो। तर यहाँ घामको अब प्रकाश भने चाहिँ हाम्रो शरीरमा पुगेको छैन। लिटरली अब जाडो भएको मौसममा जाडो फिल भइरहेको छ। र बिहान उठेर यस्तै के गर्नु, गाउँले जीवन पर्यो हैन। गाउँमा यसो उठ्यो, घाँसपातहरू लगायो, भैँसीहरूलाई दुध दुयो हैन। यसो के गर्दा आफ्नो पेट पूजा गर्दा ढिलो भयो। र आज यसो एउटा भिडियो बनाउन त यसो चिसो मौसममा तब हाम्रो भ्युअरहरूलाई तातो तातो खबर दिउँ भनेर चाहिँ मैले आज सानो भिडियो बनाउनु कोसिस गरिरहेको छु। विशेष गरी साथीहरू अहिले चाहिँ म निकै बेसीतिर लागिरहेको छु हैन। यो हाम्रो बेसी बारी हो हैन। अब हाम्रो घर चाहिँ यता मास्तिर पर्छ, टाढो लेक, अलिकति लेक त के भन्नु र, यहाँ माथि पर्छ। यहाँ यो जुन यहाँ माथि पर्छ हैन, यहाँदेखि यसो डाँडै डाँडो झरेको हैन। र नि यता चाहिँ अब हाम्रो पहिला यता धेरै नै हुन्थ्यो। हामी यता हाम्रो काम गरेका थियौँ। अब यता हाम्रो बारी अब यसो चासभोग गर्दा एकदम रमाइलो थियो। तर अहिले सबै घना जङ्गल भएको छ। अमृसो रोपेर अमृसो घारी भएको छ। अनि जुन यो अब ठुटाठाटी देख्नुहुन्छ यो सबै घाँसको बोटहरू हो हैन। पछाडि ब्याकग्राउन्डमा देखिएको यो घाँसहरू चाहिँ अब काटेर लगिसकेको छ। अब रह्यो अमृसोको मात्रै छ हैन। अब यता भनेको अब खरबारीहरू छ, यता पनि सबै चासभोग नै गरिन्थ्यो यता पनि। तर गाउँघरमा अलिकति काम गर्ने मान्छेहरू नभएको कारणले गर्दाखेरि, जनशक्तिको अभावले गर्दाखेरि बारीहरू चास्न नसक्दा सबै यस्तै झोरघारी भएको छन्, खरबारी भएको छन्। हुन त खर पनि अति आवश्यक नै चिज हो हैन। खर बेगर त यता गाउँघरको घरहरू अब चुइने सम्भावना हुन्छ। अब जस्तै अब हुलासको जस्ता कर्कट पाता के हुन्छ नि आजभोलिको, अब त्यही नै हो। पिता पुर्खाको पालादेखि नै अब चलिआएको खरले घर छाउनु पर्दो रहेछ। खरले छाएको घरमा बस्नु पर्ने रहेछ भन्ने खालको चाहिँ पहिलाका हाम्रा पुर्खाहरूले चाहिँ सिक्नु भएको रहेछ। तर यो आइडिया चाहिँ कसरी आइडिया पाउनुभयो हैन, आई डोन्ट नो। अब सोधौँ भने मान्छे छैन। अब हामीले त यिनी सबै पुस्ताउँ पुस्ता अब हस्तान्तरण हुँदै आएका चिजहरू हो। अहिले चाहिँ अब त्यो पनि खर काट्नेको झन्झट हैन। अब खर काट्दाखेरि हात काट्छ, खरले घोज्छ हैन। भाटा तास्नु पर्यो, बाँस काट्नु पर्यो, सुरुमा कता चोया हैन तास्नु पर्यो, मान्छे बोलाउनु पर्यो, झ्याउ हुन्छ अहिले यो खरले घर छाउनलाई पनि। सोखिन समय छ। अब दुःख नगरी नै सम्पूर्णको अब आवश्यकताहरू पुरा होस् भन्ने खालको अब चाहना भएको जमाना आएको छ। भन्छ न कम्प्युटर जमाना हैन। तर कम्प्युटरले त घर छाउँदैन, मान्छे चाहियो। र त्यही अब घर छाउन झन्झटले अब हरेक गाउँका मान्छेहरू चाहिँ अब जस्ता लगाउन थालिसकेका छ। जस्ता लगाएपछि अब यसलाई अब छाउनु नि पर्दैन। यता पारी देख्न सक्नुहुन्छ सबै यो जस्ताकै घरहरू हुन् हैन। जस्ता ठोकिसकेका छ। अब यो खर पनि अब बाख्रा गोठालेहरू जति पनि बाख्रा पालन गर्ने कृषकहरू छ उनीहरूलाई चाहिँ अब रजाइ के अब बारी पनि चास्नु छोडिसक्यो। बारी चास्नु छोडेपछि
सबै खुला हुने भयो हैन। अनि बाख्रा पाल्या छ, खरबारीमा बाख्रा हुल्या छ, बारीमा अब बिरुवा पनि चासन छोडेपछि बिरुवा पनि अब गोठालो जाँदाखेरि बिरुवाको घाँस झारेको छ दिएको छ। मोज्छ नि पहिला त कहाँ कसको बारीमा अब बाख्राहरू निस्किन्छ, बस्तु निस्किन्छ, बाली खान्छ कि भनेर कति तनाव हुन्थ्यो। अहिले त बास बाख्रा खोल्यो पठायो हैन। अब चढ्छन्, अब बाघले खाला भने अब जङ्गलमा ठुलो जङ्गल पनि छ, बाघ भालु पनि छैन, हराउँदैन पनि हैन। अनि त्यस्तो भएको कारणले गर्दा एकदम फ्री छ। अब खुल्ला एक त चरन खुल्ला हुने भयो, त्यसमाथि अब फेरि यो टाढो टाढोकोहरूले अब मान्छे नभएको कारणले गर्दाखेरि बारीमा भएको जुन बोट बिरुवाहरू हुन्छ तिनीहरू पनि अब छास्यो दियो। अलिकति यहाँ कस्तो छ भने अब हुन त यो बोट बिरुवाहरू चाहिँ अब बिरुवाहरू चाहिँ कस्तो हुन्छ भने प्रत्येक साल चाहिँ अब काट्नुपर्ने हुन्छ। त्यो नकाट्दाखेरि चाहिँ अलिकति रोगिने सम्भावना हुँदो रहेछ। अनि वर्षै पछि त्यसको डाला लाछी झारेर काटी झारेर बस्दा दिनै पर्ने रहेछ के। त्यस्तो भएको कारणले गर्दाखेरि चाहिँ अब हामीले अब सम्बन्धित व्यक्तिले अब त्यो घाँसहरू झार्न सकिँदैन। अनि त्यही घाँसे गोठालेको रजाइ काट्यो झार्यो, घामैले काटिने त्यो बिरुवा मर्छ भन्छन्। अब हुनु त हो पनि हैन। यता छ गोठहरू छ यता हैन, देख्न सक्नुहुन्छ। यता चाहिँ अब बाख्राको गोठहरू रहेको छ हैन। अनि पल्लो छेउमा चाहिँ ऊ पर देखिएको छ कालो कालो हैन। यता यहाँ चाहिँ ऊ छ मान्छे बस्ने रहेछ। अनि बाख्राहरू चाहिँ यहाँ तल यता यो कुनामा चाहिँ बाँधी राखेको छ हैन। यो चाहिँ हाम्रो बेसी बारी हो र हाम्रो गाउँलेहरूको गाई बस्तु हैन। यो चाहिँ अब मेरो चाहिँ होइन डेफिनेटली। अनि यहाँ हाम्रो चाहिँ यता चाहिँ यो हाम्रो जेठा ठुल्बाको चाहिँ अब गोठ हो हैन। उहाँको भैँसीहरू चाहिँ यहाँ तल छ, यहाँ तल छ है। अनि म चाहिँ बेसी बारीतिर यसो घुम्न आएको छु। विशेष गरी आज कस्तो हुन्छ भने घुम्न आउनुको अलावा पनि कस्तो हुन्छ भने अब अलिकति यो पात टिप्नु पर्ने अवस्था भयो कि साथीहरू। अनि पात टिप्नु भनेर झरेको छु। अलिकति ग्रह शान्ति गर्नु पर्ने छ नानीको। अनि त्यही भएर सालको पातै चाहिने अरे। अनि त्यही भएर सालको पात टिप्नु भनेर हिँडेको। बेसीतिर यता तलतिर अब हाम्रोतिर त अब त्यति पाउँदैन, चिउरीहरू मात्रै पाउँछ। चिउरी अनि भोर के भन्छ भोर्लाको पनि छ भने चाहिँ त तिनीहरू चाहिँ अब पूजा गर्दाखेरि चाहिँ चिउरीकै चाहिन्छ, सालकै चाहिन्छ भन्ने खालको कुरो हो। त्यही भएर चाहिँ सालको पात टिप्नु आएको छु साथीहरू हैन। यता पछाडि डोको छ, यु क्यान सी हियर। तर अलिकति मैले भिडियो बनाइरहेको छु हैन। तर यहाँ पछाडि ब्याकग्राउन्डमा चाहिँ म्युजिकहरू बजिरहेको छ। त्यो चाहिँ अब माथि एकजना अङ्कलले चाहिँ गीत बजाइराख्नु भएको छ गोठमा। अब किन भन्दाखेरि अब बादलहरूको बिगबिगी छ कि। अनि यसो एफएम बजाइआयो अनि दिनभरि बज्छ, रातभरि बज्छ, बादलहरू धपाउनै परेन। त्यही आवाज सुनेर नै बादलहरू भाग्छन्। त्यो बादल धपाउनुको लागि नै उहाँले उ गर्नुभएको छ, रेडियो बजाइ आउनुभएको छ। यहाँ हाम्रो टुप्पाको चाहिँ गोठहरू भैँसी, एउटा भैँसी छ, एउटा पाडो छ भर्खर ब्याएको, अस्ति असोजमा ब्याएको होला। अनि यता चाहिँ यहाँ हाम्रो टुप्पाको बारी हो। यता तल हाम्रो बारी छ। यो सबै जरगारी भएको छ हेर्नु त साथीहरू, यस्तो बिजोग छ। अब यो घाँसहरू झार्नु पर्ने छ, होइन घाँसहरू झार्नु आउनु पर्ने। घरमा ऊ छ, गाउँघरमा अब के गर्नु साथीहरू, अब काम गर्ने मान्छे छैन, बारीहरू सबै झोरघारी भएको छ। अब यस्तो भएको छ अब हेर्नु त। अब यता हामी मसिनो हुँदाखेरि कति यसमा हामी काम गर्थ्यौँ, घाँस गोठालो यतै गोठ राख्थ्यौँ, यसो गोठमा बस्थ्यौँ, यता भैँसीहरू बान्थ्यौँ, बाख्राहरू टन्न हुन्थ्यो। अब यहाँ चाहिँ यो कटहरको बोट हो यो चाहिँ होइन। साथीहरू देख्न सक्नु त सानो छ, तर पोहोर चाहिँ फलेको थियो, यसपटक फलेन छ। हाम्रो बाउले रोप्नुभएको, हाम्रो बाउ पनि एक्सपायर हुनुभएको समथिङ 3 वर्ष भइसकिसक्यो हुनु। अब वैशाखमा 3 वर्ष हुन्छ। जस उहाँको सम्झना स्वरूप उहाँले रोप्नुभएको कटहरको बोट छ। कटहर रोपेर चाहिँ अब खाने कति इच्छा गर्नुभएको थियो, तर के गर्नु अब उहाँको इच्छा पुरा हुन सकेन। अब त्यही हो, मान्छेले यो गर्छु त्यो गर्छु भन्दै अब 2 दिने चोला अब होइन उठ्दो रहेछ। अब के गर्ने, यस्तै छ। यताको बारी थियो 2 गरा, यता तलतिर पनि चासभोग गरिरहेछ, अनि मासतिर पनि चासभोग गरिरहेछ। यहाँ बिचमा हेर्नु हाम्रो बारी यस्तो छ। अब बिजोग छ, चास्न नसकेर अब
जान परिवार छैन, घरमा एक्लो छ। बारीहरू अब यिनीहरू बारीहरू मधेसमा भइदिएको भए करोडपति भइन्थ्यो, लखपति करोडपति भइन्थ्यो होइन। यहाँ अब गाउँघरमा बारीहरू यस्तो झोरखारी भएको छ। पहिला हामी मसिनो हुँदाखेरि यहाँ हाम्रो बजुहरूको गोठ राख्नुहुन्थ्यो यो भित्तामा होइन। यहाँनिर यो कुनामा गोठ राख्नुहुन्थ्यो, 6, 7, 8 पाखे गोठहरू। अनि छेउतिर चाहिँ कुखुराको खोरहरू राखेर यहाँ चाहिँ यता मलाउनु आउनु हुँदाखेरि भैँसीहरू बस्तु ल्याउँदा यहाँ गोठ राख्नुहुन्थ्यो। मेरो चाहिँ म माथिल्लो कालामा जुन यो झोरघारी बाजे त्यहाँ म बस्थेँ। माथिल्लो काला तल्लो काला हामी पहिले पुरा रमाइलो हुन्थ्यो गाउँघरमा मसिनो हुँदाखेरि गोठमा बस्नु। अब गोठमा बास बस्यो, घाँस काट्यो, भैँसीलाई दियो, दुध दियो, ततायो, दुध खायो होइन। कुराउनी कतिलाई अब कुराउनी मनपर्छ होइन। अब ती दिनहरू गए। अब अहिले हेर्नु अब यसो गरेको अब त्यस्तो चास भोग गरेको बारीहरू अब यस्तो अहिले भएको छ। अब चास्ने नभ्याउँदाखेरि पहिला टन्न थियो अब परिवार पनि होइन। 8-9 जनाको परिवार थियौँ, अहिले भन्नुपर्दाखेरि 2-3 जनाको माथि छौँ। अब चेलीबेटीहरू सबै अर्काको घर गइहाले। अब आफू आफ्नो ताल यस्तै भइहाल्यो। बुवा बित्नु भयो, आमा बुढी हुनुहुन्छ, घरमा काम गर्न सक्नुहुन्छ। अब यसो आगो फुक्दै बस्दै मात्रै गर्नुहुन्छ होइन। अब हामी श्रीमान श्रीमती एउटा छोरो छ। अब के उसलेको भविष्यको लागि उसले पढाउनु पऱ्यो, त्यही भएर नभ्याउने भएकोले गर्दाखेरि बारीहरू चाख्नु छोडेको। झोरघारी भयो, यता नलबारी छ, अरूहरूको यता तलतिर पनि अब सबैको बारीहरू त्यस्तै अब छोडेको छ। यो सबै यो के को कारणले भन्दा पनि यो बादरहरूले गरिखान दिएन हेर्नु। काम गरिन्छ, दुःख गरिन्छ, सबै बादरहरूले हल्लालुच्छा गरेर जान्छन्। अनि यो बादर खेद्नु कि आफ्नो काम गर्नु कि जन नहुनेलाई त अब हुन्छ, जन नहुनेले त अब बादर खेद्नु पनि सकिँदैन, अब पर्खिनु पनि भ्याइँदैन होइन। त्यही भएर अब कति दुःख गरेको हुन्छ। अब बादरले सबै खाइसकेपछि अब काम गर्ने जोस जागर पनि हराउँछ कि। अनि त्यही भएको कारणले सबैले चाहिँ यता तलतिर चाहिँ छोड्नु भएको छ। बारीहरू सबै झोरघारी भएको छ। अब यहाँ त अब देखिरहेको छैन होइन। अब यो झोरघारीले गर्दा कहाँ छ बारी भन्नु होला, तर यता तल त सबै बारी छ। 10-12 घरको बारी छ, सबै छोडेर झोरघारी भएको छ साथीहरू। यस्तो छ अवस्था गाउँघरमा। ओहो गाइस, बल्ल बल्ल जङ्गलमा त पुगियो, पातै पो रहेनछ त भाइ। सालको बोटहरू त मसिनो रहेछ, टुप्पोतिर मात्रै छ मसिनो। आज के को पात टिप्ने रहेछ, हे भगवान् हो। यस्तो पो भयो त है। यहाँ माथि कसरी चढ्नु होला। सालको पात भनौँ भने अब यस्तो छ। अब यो कसरी टिप्नु त, हे भगवान् हो। आज गाह्रो पर्ने भयो मलाई। ओहो ल, यस्तो माथि छ त। अब यहाँ छ, यो कहाँ गर्नु, कसरी चढ्नु त। ओ माइला गो, त्यति तल छ। यता अब मौवाको पातहरू चाहिँ छ, सालको पात चाहिँ नभेटिने अवस्था छ। अब सालघारी कता छ, ए मेरो भगवान् हो। ओह्रालोमा कुद्दा अब दिन जाने भयो त। 1 घन्टाभन्दा धेरै भइसकिसक्यो। हे प्रभु। झोरघारी ल, यता मास्तिर सबै यता मास्तिरबाट झरेको साथीहरू। सालको बोट एउटै भेटिनँ मैले। माथि छ, मसिनो बोटहरू मात्रै रहेछ। अब तलतिर छ कि छैन भएन भने उयो पारी जानुपर्ने हुन्छ यतै। अब यता त छ, तर धेरै टाढो छ साथीहरू, खोला तारेर जानुपर्छ। ओ माई गड, यता त छैन त हो, सालको पातै बोटै छैन। पात त झन् कहाँबाट हुनु साथीहरू। यो कसलाई थाहा छ यो के को फुल हो यो, भन्नुहोस् है साथीहरू। ल, यो चाहिँ चिउरीको बोट, बरु चिउरीको पातहरू चाहिँ छ। ओ माई गड, मौवाको बोट छ बरु यी। अब यसको पात टिपेर नहुने। ओ माई गड, पारीतिर त छ होला नि।
गाइस फाइनली डुल्दा डुल्दा एउटा बोट चाहिँ भेटेँ होइन। यति माथि छ, अब अग्लो छ, अब खै यसमा चढेर टिप्नु पर्यो भन्दैछु होइन। यति अग्लो छ। तपाईँ कालो न कालो केही देखिराख्नु भएको छैन होला। हेर्दाखेरि त अलिकति पात होला कि भन्ने खालको यता लागिरहेछ। अब यसमा चढ्नु पर्यो साथीहरू। यति तल छ जे ओ माई गड। फाइनली म चाहिँ फर्किसकेको छु पात टिपेर। अब भोक पनि लागिसक्यो होइन। अब बिहान 10 बजी बाटो लागेको, अहिले 1 बजिसकेको छ होइन। अनि उकालोमा स्यासेर फ्यापा निस्किनु परिरहेछ साथीहरू। तर भोक खाजा पनि बोकेको थिएँ कि, तर डिउ बोकेको छु। अनि ऊ करेलाको जरा उसिनेको थियो, त्यो बोकेको थिएँ। तर अब मैले खाइनँ। अब त्यसलाई चाहिँ नखाइकन अब घरमा पुऱ्याउनु पर्ने अवस्था भयो। किनभने त बाटोभरि बाख्राको गु छ होइन। यो फेरि बाख्राको गुभरि हिँडेर यो छुएर अब हात नधोइ खानु मिल्दैन। 1 बज्यो हेर्नुहोस्। यस 1 बजिसक्यो। यहाँ माथि एफएम बजिरहेछ कि, अघि पनि तपाईँहरूलाई भनेको थिएँ। काकाले चाहिँ गोठमा रेडियो बजाइराख्नु भएको छ। त्यही यसको फिडब्याकहरू आइरहेछ होला, सुनिराख्नु भएको छ। रोक्का लगाइसकेँ, सास पनि बगिरहेछ। यता यो केराबारी हो साथीहरू यो होइन। यता दामी मकै र कोदो पहिले फल्थ्यो, तर अहिले चाहिँ फलाउनको लागि चाहिँ जनशक्तिको कम भएको कारणले गर्दाखेरि केरा खेती गर्नुभएको छ हाम्रो राजन दाजुले। उहाँको बारी हो। गोठ चाहिँ अर्कैले अहिले चास्दै हुनुहुन्छ, सो अर्कै गोठहरू हो। यता पनि पहिले यो बोडीहरू टन्नै फल्थ्यो यता। अहिले यसपटक चाहिँ अब त्यति फलेन छ, रोपेन पनि कारण झोलघारी हो, सबै झोलघारी भइसकेको छ। ल त साथीहरू, आजको भिडियोलाई चाहिँ एन्डिङ गर्नुपर्ने अवस्था भयो होइन। भिडियो धेरै नै लामो पनि भएको छ। फेरि तपाईँहरूलाई लामो भएपछि भिडियो हेर्नलाई पनि अलिक अल्छी लाग्ने सम्भावना हुन्छ। त्यही भएर चाहिँ आजको लागि चाहिँ यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि चाहिँ रामजी भ्लग 2.0 लाई सब्सक्राइब गर्नुपर्ने नै हुन्छ होइन। अनि हाम्रो फेसबुकलाई अनि फेसबुक पेजलाई पनि फलो गरिदिनु होला। त्यहाँ अपलोड भएका भिडियोहरूलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। भन्दै आजको लागि बाई बाई, सी यू नेक्स्ट भिडियो।